ओम लोक कल्याणम नमः जीवन पर्यंतम श्रमत्रातिभ्यम नमः वृद्ध सेवाय सम्मानाय सुरक्षाय च नमः न राज्यं दानं करोति न कृपा वितरति कदाचन जनकरस्य प्रतिफलं यत्ततः नागरिकजीवनस्य संरक्षणं यत्र ज्येष्ठाः पूजयन्ते तत्र राज्य बलवन्तरम् यत्र दुर्बलाः संरक्षयन्ते तत्र भवति सच्चलोकतन्त्रम्। ओम समता सुरक्षा सम्मान सिद्धिरस्तु। ओम सर्वे जना सुखिनो भवन्तु। हे लोक कल्याणको भावनाले चल्ने राज्य जीवनभर श्रम गर्ने नागरिकप्रति हाम्रो नमन। यो भत्ता दान होइन, कृपा होइन, यो त जनताले राज्यलाई दिएको योगदानको प्रतिफल हो। जहाँ ज्येष्ठ नागरिक सम्मानित हुन्छन् त्यहाँ राष्ट्र बलियो हुन्छ। जहाँ कमजोर नागरिक सुरक्षित हुन्छन् त्यहाँ साँचो लोकतन्त्र जीवित हुन्छ। सबैमा समानता, सुरक्षा र सम्मान स्थापित होस्, सबै जनताको जीवन सुखी र गरिमामय होस् भनिका यो भत्तालाई सेवा वा सम्मानको रूपमा बाँडिएको हो भनेर बुझ्नु पर्दछ।